साथीहरू नमस्कार। के तपाईलाई विचार र बातको कुरा धेरै भएर नेपाल बिग्रेको हो भन्ने लाग्छ? नेपालमा विचार र बातको कुरा धेरै भयो, अब डेलिभरीको समय हो भन्ने लाग्छ? पुराना राजनीतिक पार्टीले जहिल्यै विचार र बातको कुरा गरे, डेलिभरीको कुरा नै गरेनन् भन्ने लाग्छ। अबको संसार विचार र बातको कुरा गरेर अल्झिने होइन, डेलिभरी दिने समय हो। सुशासन, समृद्धि र आर्थिक विकास गर्ने समय हो। जसले विचार र बातको कुरा गर्छ त्यसले नै हाम्रो देशको विकासलाई रोकेको हो, अल्झाएको हो भन्ने लाग्छ। जब जब राजनीतिको कुरा हुन्छ तब तब तपाईको दिमागमा यस्तै ख्याल त आउँदैन? यदि तपाईको दिमागमा यस्तो कुरा आइरहेको छ भने पर्खिनुहोस्, एकछिन शान्त भएर सोचौं। कतै हामीले विचार र बातको काम छैन भन्दै गर्दा अर्को कुनै विचार र बातलाई नजानिदो तरिकाले अँगालिरहेका त छैनौं? विचार र बात भनेको के हो भनेर राम्ररी नथापाइकन आफूले अपनाइरहेका त छैनौं? एकचोटि सोचौं। अझै पनि यदि तपाईलाई विचार र बातको कुरा सुन्ने बित्तिकै झिँझो लाग्छ भने चिन्ता नगर्नुहोस्। विचार के हो, बात के हो, मान्छेहरूले विचारको कामै छैन किन भनिरहेका छन्? डेलिभरी के हो, सुशासन के हो, समृद्धि के हो, आर्थिक विकास के हो, यी विभिन्न विषयहरूमा मैले सिरिजमा केही भिडियोहरू बनाउने छु। मेरो भिडियो राम्रोसँग हेरिदिनु होला, तपाईलाई धेरै नै फाइदा हुनेछ। यो मेरो बाचा भयो। भिडियो राम्रो लागे साथीभाइ र आफन्तहरूसँग पनि पुर्याइदिनु होला। भिडियोमा बोलेको कुरा चित्त नबुझे अन्तिममा सबैले बुझ्ने भाषामा आफ्नो तार्किक कमेन्ट राखिदिनु होला। यस श्रृङ्खलाको यो पहिलो भिडियोमा मैले विचार भनेको के हो यसैमाथि कुरा गरेको छु। खासमा मान्छे के हो? मान्छे पनि एउटा जनावर हो। मान्छेले पनि अरू जनावरले चाहिँ खाने, सुत्ने, यौन सम्बन्ध राख्ने र आफू जस्तै सन्तान जन्माउने काम गर्छ। यी काम अरू जनावरहरूले पूर्णतः प्रकृतिमा निर्भर भएर गर्छन्, अर्थात् प्रकृतिमा जे पाइन्छ त्यही खान्छन्। वातावरण जस्तो छ त्यही अनुसार नै बाँच्छन्। यदि वातावरण अनुसार चल्न सकेनन् भने यस संसारबाटै लोप भएर जान्छन्। हामीले यो कुरा स्कुलका कक्षाहरूमा चार्ल्स डार्विनको विकास सम्बन्धी सिद्धान्तमा सबैले पढेका छौँ, घोकेका छौँ, कण्ठ पारेका छौँ। तर मान्छेले प्रकृतिमा भएका अरू जनावरभन्दा भिन्न तरिकाले जीवन धान्दछ। कसरी? मान्छेले आफ्नो आवश्यकता अनुसार प्रकृतिलाई रूपान्तरण गर्छ। प्रकृतिमा भएको वनस्पतिको बिउलाई सङ्कलन गरी फेरि उमार्छ र आफूलाई चाहिने अन्न बनाउँछ। यस्तो कामलाई हामी खेतीपाती भन्छौँ। साथै मान्छेले प्रकृतिमा भएका अरू जनावरहरूलाई छोपेर घरपालुवा बनाई दुध, माछामासु वा अरू खाँचो टार्न उपयोग गर्छ। यस्तो कामलाई हामी पशुपालन भन्छौँ। सामान्य भाषामा खेतीपाती र पशुपालन दुवैलाई जोडेर गर्ने कामलाई हामी कृषि भन्ने गर्छौँ। हो, यसरी मान्छेले प्रकृतिलाई आफ्नो आवश्यकता र चाहना अनुकूल हुने गरेर प्रकृतिलाई रूपान्तरण गर्छ। यो संसारभरिका मान्छेको साझा गुण हो। यो गुण अरू जनावरहरूमा पाइन्न। तर एउटा मान्छेले मात्र प्रकृतिलाई रूपान्तरण गर्न भने सक्दैन। उसलाई अरू मान्छेहरूको पनि खाँचो पर्छ। ती अरू मान्छेहरू परिवारका सदस्य हुन सक्छन्, आफन्तहरू हुन सक्छन्, गाउँले हुन सक्छन्, परिस्थिति अनुसार राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्मका मान्छे पनि हुन सक्छन्। उनीहरूको बीचमा एउटा सञ्जाल बन्छ र त्यसरी बन्ने सञ्जाललाई नै सामान्य भाषामा हामी समाज भन्छौँ। त्यसैले नै मान्छेलाई सामाजिक जनावर भनिने हो। मान्छेले यसरी समाजसँग अन्तर्क्रिया गरेर आफ्ना आवश्यकताहरूलाई पुरा गर्छ। यहाँ ध्यान दिनुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ। सबै मान्छेका आवश्यकताहरू समान हुँदैनन्, एकै नासे हुँदैनन्। मान्छेहरूबारे कुरा गर्दा, मान्छेका आवश्यकताहरूबारे कुरा गर्दा यस महत्त्वपूर्ण पक्षलाई सधैँ ध्यान दिनुपर्छ। मान्छेले हचुवाका भरमा प्रकृतिलाई रूपान्तरण गर्दैन। मान्छेले सोची विचार गरी र पहिला नै योजना बनाई प्रकृतिलाई आफू अनुकूल रूपान्तरण गर्ने कोसिस गर्छ। त्यसलाई नै अर्थशास्त्रको क्षेत्रमा उत्पादन क्रिया अर्थात् प्रोडक्सन फङ्सन भन्ने गरिन्छ। उत्पादन नगरी मान्छे बाँच्नै सक्दैन, यो हामी सबैलाई थाहा नै छ। यसरी सोची विचार गरी योजना बनाई उत्पादनमा लाग्नुको पछाडि कसको भूमिका छ? यसका पछाडि मान्छेको दिमागको भूमिका छ। हो, मान्छेको दिमागको भूमिका छ। कसरी? मान्छेले आफ्नो दिमागको सहयोगले आफू, आफ्नो वरिपरिको समाज र सम्पूर्ण विश्व अर्थात् प्रकृतिलाई चिन्न सक्छ। चिन्न सक्छ भनेको के हो? चिन्न सक्छ भनेको ती कुराहरूको बारेमा जान्न सक्छ, बुझ्न सक्छ। संसार कसरी उत्पत्ति भयो होला, प्रकृतिले कसरी काम गर्छ, यसका नियमहरू के हुन्, समाज के हो, मान्छे के हो, मान्छेमा भिन्नता किन छ, यो भिन्नता कसले बनायो, कुनै पनि कुराको जन्म भएपछि किन मृत्यु हुन्छ, कस्तो कामले को मान्छेलाई राम्रो गर्छ, कस्तो कामले को मान्छेलाई नराम्रो गर्छ, यस्ता अनेकौं प्रश्नहरू, जिज्ञासाहरूको जवाफ मान्छेले थाहा पाउन सक्छ।
त्यसैले त हामीले विगतका घटनाको समीक्षा गर्न सक्छौँ र आउने दिनमा सावधानी अपनाउन सक्छौँ। पुराना राम्रा कुराहरूलाई अनुसरण गर्न सक्छौँ र नराम्रा कुराहरूलाई छोड्न सक्छौँ। यस्तो कामलाई हामी विवेक प्रयोग गरेको भन्छौँ। फेरि एकचोटि जोड दिउँ है यो तर्कमा, यस्तो कामलाई हामी विवेक प्रयोग गरेको भन्छौँ। यसरी हामीले हाम्रो दिमागको मद्दतले आफूले जानेको कुरा, बुझेको कुरा विभिन्न माध्यमहरूबाट अरूलाई भन्न सक्छौँ। कतिले बोलेर, कतिले लेखेर, कतिले व्यवहारबाट हामीले जानेको, बुझेको, थाहा पाएको कुरालाई अरू मान्छेसँग पुर्याउन सक्छौँ। हामीले आफू, समाज र प्रकृतिको बारेमा जानेको, बुझेको र थाहा पाएको कुरा अरूलाई भन्नु नै खासमा विचार हो। लेखेर, बोलेर, व्यवहारले मान्छेले आफ्नो विचार पोख्छ। मान्छेले आफ्नो विचार पोखेर अरूलाई कन्भिन्स पनि गर्न सक्छ। आफूसँग वा आफ्नो पछाडि त्यही विचारले हिँडाउन पनि सक्छ। यसबारेमा तपाईँहरूलाई केही उदाहरण दिनु नै परेन, किनकि अहिले देशैभरि रासोपा र बालेनको माहौल छ। अधिकांश मान्छे हामीहरू नै हौँ विगतमा कसैका विचारमा विश्वास गरेर पछाडि लागेका थियौँ, भोट दिएका थियौँ, प्रधानमन्त्री, मन्त्री, सांसद बनाएका थियौँ। तर आज हामीहरू नै छौँ जो रासोपा र बालेनको विचारमा कन्भिन्स भएका छौँ, भोट दिएका छौँ, सांसद, मन्त्री र प्रधानमन्त्री बनाएका छौँ। उनीहरूले जे भने त्यसलाई सम्पूर्ण रूपमा स्वीकार गरेका छौँ। उनीहरूको राम्रो नराम्रो सबै कुरालाई समर्थन गरेका छौँ, अर्थात् उनीहरूको पछाडि लागेका छौँ। त्यसैले तपाईँहरूलाई विचार के हो भनेर बुझाइरहनु नपर्ने हो। तर विचारको कुरा नै नगरौँ भन्नेहरूको बिबिगी बढिरहेको बेला यसो सम्झाइदिउँ भनेर मात्रै मैले भिडियो बनाएको हुँ। त्यसैले अति नै सरल भाषामा भन्नुपर्दा कुनै पनि वस्तुप्रतिको मान्छेको धारणा वा मत नै विचार हो। हरेक जिउँदो मान्छेले सोध्छ, जान्ने उत्सुकता राख्छ, आफू र आफ्नो वरिपरि रहेका वस्तुहरूबारे धारणा पोख्छ। धारणाविहीन मान्छे भेटाउन सकिँदैन। त्यसैले यो संसारमा विचारविहीन मान्छे नै हुँदैन, छैन र भेटाउन नै सकिँदैन। त्यसकारण साथीहरू, विचारदेखि डराउनु पर्दैन। कसैले विचारको कुरा गर्ने बित्तिकै झिँझो मान्नु पर्दैन। विचारको कुरा सुन्ने बित्तिकै तर्सिनु पर्दैन। तर तपाईँहरूको मनमा एउटा जिज्ञासा पक्कै पनि आयो होला, त्यसो भए मान्छेहरू बीच फरक विचार किन हुन्छ? तेरो विचार बेठिक, मेरो विचार ठिक भन्दै मान्छेहरू झगडा किन गर्छन्? सबैको एउटै राम्रो विचार हुनुपर्ने होइन? सबैले एउटै राम्रो विचार मान्नुपर्ने होइन? सबै मान्छेहरू देश विकास हुने विचारमा, जनताहरूको भलो गर्ने विचारमा लाग्नुपर्ने होइन? किन मान्छेहरू एउटै र राम्रो विचारलाई अँगालिरहेका छैनन्? तपाईँको जिज्ञासा एकदमै स्वाभाविक छ। तपाईँको जिज्ञासालाई सम्बोधन गर्न पहिला एउटा उदाहरण हेरौँ। एका देशमा एउटा गाउँ छ। गाउँमा एउटा अस्पताल छ। त्यस अस्पतालमा डाक्टरको दरबन्दी छ। तर डाक्टर अस्पतालमा कहिलेकाहीँ मात्रै जान्छन्। अधिकांश समयमा उनी प्राइभेट क्लिनिकमा हुन्छन्। अस्पतालमा आवश्यक केही सामग्रीहरू पनि छन्, तर त्यस अस्पतालले राम्रोसँग काम गर्न सकिरहेको छैन। अब यस अस्पतालसँग जोडिएका 3वटा पक्षहरूको अस्पतालले किन राम्रोसँग काम गर्न सकिरहेको छैन भनेर आउने सम्भावित विचारहरूलाई हेरौँ। बिरामीहरूले अस्पतालको कामै छैन, डाक्टर साह्रै खत्तम भयो, सरकारले पनि केही हेरेकै छैन, यिनीहरूलाई चुनावमा के गर्नुपर्छ हामी पनि हेरौँला भन्छन् होला। डाक्टरले तलब तथा अन्य सुविधा राम्रो छैन, सरकारले हामीले पढ्दा लगानी गरेको पैसा नै उठाउन नसकिने तलब दिन्छ, अनि कसरी राम्रोसँग काम गर्न सकिन्छ त भन्छन् होला। सरकारले स्रोतै छैन, सकेसम्म स्रोत व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौँ, थोरै स्रोतले सबैतिर पुर्याउनु पर्छ, हामीले सकिने जति त गरेका छौँ, आगामी दिनमा राम्रो गर्दै जानेछौँ भनेर आश्वासन दिन्छ होला। मलाई लाग्छ यो एउटा काल्पनिक कथा मात्रै नभएर हाम्रा ग्रामीण क्षेत्रका अधिकांश अस्पतालको हालत हो। यहाँ महत्त्वपूर्ण कुरा विषय अस्पताल राम्रो भएन भन्ने छ, तर त्यससँग जोडिएका 3वटा क्षेत्रका विचारहरू फरक छन्। किन यस्तो हुन्छ? यसमा तपाईँहरूले सजिलै उत्तर दिन सक्नुहुन्छ। तपाईँले भन्नुहुनेछ किनकि उनीहरूको त्यस अस्पतालसँगको सम्बन्ध फरक छ। विचारलाई, बिरामीलाई रोग सन्चो हुनुसँग मतलब छ, डाक्टरलाई तलबसँग र सरकारलाई जनता नभड्किउन् भन्ने कुरासँग मतलब छ। हो, यही नै कुरा फरक विचार हुनुको कारण हो। मान्छेहरूले समाजमा आफ्नो पोजिसनका आधारमा विचार व्यक्त गर्छन्। त्यस पोजिसनलाई राजनीतिक भाषामा वर्ग वा सोसल पोजिसन भन्ने गरिन्छ। मान्छेको आफ्नो वर्ग अनुसारको विचार हुन्छ। त्यसैले विचारको कुरा आउने बित्तिकै डराउनु पर्दैन। विचारबारे यति कुरा थाहा पाएपछि सजिलै ह्यान्डल गर्न सकिन्छ। अब यही कुरा जीवनको हरेक क्षेत्रमा लागू गर्नुहोस्। गाउँमा रोड आउँदैछ र त्यसले कसैको जग्गा मासेको छ। अब जग्गा मासिने र नमासिनेको विचार फरक हुन्छ। स्कुलमा मास्टर र अभिभावकको विचार फरक हुन्छ। मास्टर र हेडमास्टरको विचार फरक हुन्छ।
अफिसमा हाकिम र पिएनको विचार फरक हुन्छ। कारखानामा मालिक र कामदारको विचार फरक हुन्छ। तर मास्टरहरू बीच सेवा सुविधालाई लिएर एउटै विचार हुन सक्छ। पिएनहरूको विचार एउटै हुन सक्छ। कामदारहरूको विचार एउटै हुन सक्छ। सायद तपाईको जीवनमा पनि हरेक दिन वरिपरि यस्तो भएको र देखेको पक्कै हुनुहुन्छ होला। त्यसैले हामी सबैसँग विचार छ। विचार सुन्ने बित्तिकै तर्सनु पर्दैन। वास्तवमा विचार नभएको त मान्छे नै हुँदैन। जसरी खाना नखाई बाँच्ने मान्छे हुँदैन, त्यसरी विचार बिनाको जिउँदो मान्छे नै हुँदैन। अब यही कुरालाई राजनीतिमा हेरौँ। राजनीतिमा देश, समाज र जनताको कुरा बढ्ता गरिन्छ। कुनै देश समाज विकसित भएका छन्, कुनै देश समाज विकसित भएका छैनन्। हाम्रो देश भौतिक संरचना र पूर्वाधारका हिसाबले खासै विकास भएको छैन। देशमा बेरोजगारी धेरै बढ्दैछ, आर्थिक असमानता व्यापक हुँदैछ। यो कुरा हामी सबैलाई थाहा नै छ। तर यस्तो किन भयो भन्ने कुरामा फरक फरक विचारहरू छन्। केहीले राजाले देशको हालत यस्तो बनाए भन्छन्, केहीले राजा नभएर यस्तो भयो भन्छन्, केहीले पुराना राजनीतिक पार्टीले यस्तो बनाए भन्छन्, केहीले विचारविहीनहरूले झन खत्तम बनाइरहेका छन्, टप्पर टुइयाहरूले सखा पार्दैछन् भन्छन्, केहीले कर्मचारीले बिगारे भन्छन्, केहीले विदेशीले उभो लाग्न दिएनन् भन्छन्, केहीले उद्यमशीलताको वातावरण नभएकाले देश विकास नभएको हो भन्छन्, केहीले गतिला उद्योगपति नभएकाले देशको हालत खत्तम भयो भन्छन्। जे होस्, मान्छेहरू यस्तै यस्तै अनेक कारणहरूले गर्दा नेपाल विकास नभएको हो भन्छन्। एकै नासे विचार भएकाहरू एउटै पार्टीमा, एउटै समूहमा र एउटै गुटमा हुन्छन्। भिन्न भिन्न विचार भएकाहरू भिन्न भिन्न पार्टी, समूह र गुटमा हुन्छन्। यस्तो विचार र समूहहरू नेताहरूमा मात्र होइन, बौद्धिकहरूमा, सामाजिक अभियन्ताहरूमा, पत्रकारहरूमा, अफिसमा काम गर्नेहरूमा, जहाँ जहाँ मान्छेहरू एकअर्कासँग अन्तर्क्रिया गर्छन् ती सबै ठाउँहरूमा हुन्छन्। हामीले माथि नै भनिसक्यौँ, मान्छेले बाँच्नको लागि अर्को मान्छेसँग सम्पर्क नगरी सुखै छैन। मान्छे मान्छेबीच सम्पर्क भएपछि कुरा त गर्नै पर्यो। कुरा गर्ने बित्तिकै विचार फुत्किहाल्छ। त्यसैले विचार नभएको ठाउँ नै छैन, विचार नभएको मान्छे नै छैन। कोही मुखर भएरै बोलिरहेका हुन्छन् त कोही आफ्ना साथीभाइहरूको बिचमा मात्रै बोलिरहेका हुन्छन्। तर सबैसँग विचार छ। त्यसैले विचारदेखि डराउनु पर्दैन। अझै पनि तपाईँहरूमध्ये कसैलाई विचारको कुरा धेरै भयो भन्ने लाग्छ भने अन्तिममा एउटा कुरा भनिहाल्छौँ। हामी सबै खाना नखाई बाँच्दैनौँ। तपाईँलाई कुनै खानासँग एलर्जी छ र त्यो खाएपछि तपाईँ बिरामी हुनुहुन्छ। के तपाईँले अब खाना भन्ने चिजै खराब हो, यो त खाने चिजै होइन, यसले त मान्छेलाई बिरामी मात्रै गराउँछ भन्नुहुन्छ? कि आफूलाई एलर्जी हुने खाना नखाने र आफ्नो स्वास्थ्यलाई फाइदा हुने खाना खानुहुन्छ? विचार पनि त्यस्तै हो। विचार नै काम छैन भन्नुहुन्छ कि आफूलाई फाइदा पुग्ने विचार अँगाल्नुहुन्छ? त्यो तय गर्ने दायित्व तपाईँकै दिमागमा छ। धन्यवाद।